पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशन गृहद्वारा प्रकाशित पाठ्यपुस्तकहरूको छानबिन गरी मापदण्ड विपरीत गतिविधिमा संलग्नको इजाजत रद्द गरिने जनाएको छ। यस सम्बन्धमा चाहिँ पहिलो कुरा चाहिँ कुनै पनि पाठ्य पुस्तक अथवा पाठ्यक्रम चाहिँ बिना स्वीकृति चाहिँ त्यो प्रयोग गर्न पाइँदैन। त्यसले गर्दाखेरिमा मार्केटमा चाहिँ त्यो यदि स्वीकृत नलिएको चाहिँ त्यस्तो चाहिँ पाठ्यपुस्तक छ भने त्यो बिक्री वितरण गर्ने मान्छेलाई चाहिँ नियमअनुसार ऐन नियमअनुसार कारबाही हुन्छ। र अर्को कुरा स्वीकृत पाइसकेपछि पनि यदि त्यो चाहिँ मापदण्डभन्दा विपरीत छ अथवा यहाँ पाठ्यक्रम विकास केन्द्रले चाहिँ जुन मूल्याङ्कन गरेको छ त्योभन्दा फरक पारेर कसैले चाहिँ यदि प्रिन्ट गरेको छ भने पनि त्यो पनि त्यसमा नै कारबाही हुन्छ र त्यस्तो चाहिँ स्वीकृति हामीले रद्द गर्छौँ र त्यस्तो चाहिँ प्रकाशकलाई हामीले चाहिँ 2 वर्षसम्म पनि फेरि चाहिँ त्यो पुस्तक यहाँ स्वीकृति दिन हामीले रोक्छौँ। पाठ्यक्रम विकास केन्द्रका प्रमुख इमनारायण श्रेष्ठले सबै सम्बन्धित निकाय र विद्यालयहरूलाई स्वीकृति तथा निर्धारित मापदण्ड अनुसार मात्रै पाठ्यपुस्तक प्रयोग गर्न अनुरोध गरेका छन्। र विद्यालयहरूले पनि चाहिँ त्यो पाठ्यपुस्तकहरू चाहिँ गर्दाखेरिमा चाहिँ यी सबै कुराहरूलाई चाहिँ हेर्नु स्वीकृत चाहिँ हो कि होइन। पहिलो कुरा चाहिँ हामीले अहिले क्युआर कोड सिस्टम लागू गरेका छौँ र त्यो किताबको पछाडिपट्टि चाहिँ क्युआर कोड हुन्छ र त्यो क्युआर कोड स्क्यान गर्ने बित्तिकै त्यो चाहिँ त्यो किताब चाहिँ कहिलेसम्मको निम्ति स्वीकृति दिएको जेनरली यहाँ पाठ्यक्रम विकास केन्द्र 3 वर्षको लागि स्वीकृति हुन्छ र त्यो चाहिँ जस्तै 79मा उसले चाहिँ स्वीकृति ल्याएको छ 81, 82, 83 हुने भयो 80, 81, 82 हुन्छ। जस्तै 82मा लिएको छ भने 82, 83, 84 यसरी चाहिँ 3 वर्षको लागि हुन्छ र त्यो स्वीकृत अब छ कि छैन भन्ने कुरा चाहिँ त्यो पाठ्यपुस्तक चाहिँ लगाउने विद्यालयहरूले अथवा प्रधानाध्यापकहरूले चाहिँ त्यो हेर्नुपर्ने हुन्छ। त्यो यस वर्षको शैक्षिक सत्र सुरु भइसकेको छ। कतिपय विद्यालयहरूले भर्ना लिइसकेका छन् भने कतिपयको भर्ना लिने क्रम पनि चलिरहेको छ। यो सँगै विद्यार्थीहरूको लागि अति आवश्यक पर्ने पाठ्य सामग्रीहरू पनि बिक्री वितरण भइरहेका छन्। कतिपय निजी प्रकाशन गृहले प्रकाशन गरेका पाठ्यपुस्तकहरू मापदण्ड विपरीत हुन सक्ने आशंका पाठ्यक्रम विकास केन्द्रले गरेको छ। पाठ्यक्रम विकास केन्द्र भक्तपुरले निजी प्रकाशन संस्थाहरूले मापदण्ड विपरीत पाठ्यपुस्तक प्रकाशन गरेको आशंकामा छानबिन अघि बढाउने उल्लेख गरेको छ। केन्द्रले प्रारम्भिक चरणमा विभिन्न पब्लिकेसनहरूले स्वीकृति मापदण्ड र प्रक्रियालाई व्यवस्था गरे नगरेको अध्ययन गरे तथा पुस्तक प्रकाशन तथा वितरण गरेको सन्दर्भमा अनुसन्धान गरी कुनै पनि मापदण्ड नपुगेमा इजाजत रद्द गरिने पाठ्यक्रम विकास केन्द्रका प्रमुख इमनारायण श्रेष्ठले बताएका छन्। श्रेष्ठका अनुसार पाठ्यपुस्तकको स्वीकृति नलिई पुस्तक प्रकाशन गरेको खण्डमा पाठ्यक्रम विकास केन्द्रले मूल्याङ्कन गरेको भन्दा फरक पारेर प्रिन्ट गरेको खण्डमा गुणस्तरीय नभएमा पेपरको तौल फरक परेमा पेज अनुसार मूल्य मापदण्ड विपरीत भएमा इजाजत रद्द गर्ने प्रमुख इमनारायण श्रेष्ठले बताएका छन्। यस विषयमा विभिन्न तरिकाले हामीले पाठ्यक्रम विकास केन्द्रको मापदण्ड विपरीत रहेका पुस्तकहरूको सन्दर्भमा अध्ययन गरी विशेष रिपोर्ट बनाइरहेका छौँ। तर त्योभन्दा पहिले प्रस्तुत छ पाठ्यक्रम विकास केन्द्रका प्रमुख इमनारायण श्रेष्ठसँग गरिएको कुराकानीको सारसंक्षेप। आज हामी तपाईँसँग चाहिँ पाठ्यक्रम विकाससँग सम्बन्धित विषयमा कुराकानी गर्दछौँ। विशेष गरी पब्लिकेसनहरूले मापदण्ड विपरीत पुस्तक प्रकाशन गर्ने गरेको विभिन्न तथ्यहरू हामीसँग छ। यस सन्दर्भमा कुराकानी गर्छ। मुख्य रूपमा चाहिँ मार्केटमा अहिले पुस्तकहरू गुणस्तरहीन पुस्तकहरू प्रकाशन गर्ने, मापदण्ड विपरीत पुस्तक प्रकाशन गर्ने ल तपाईँको चाहिँ नि यस्ता अवाञ्छित प्रकारका क्रियाकलापहरू भइरहेको पाइएको कारणले गर्दाखेरि यस सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रको धारणा के छ? यस सम्बन्धमा चाहिँ पहिलो कुरा चाहिँ कुनै पनि पाठ्य पुस्तक अथवा पाठ्यक्रम चाहिँ बिना स्वीकृति चाहिँ त्यो प्रयोग गर्न पाइँदैन। त्यसले गर्दाखेरिमा मार्केटमा चाहिँ त्यो यदि स्वीकृत नलिएको चाहिँ त्यस्तो चाहिँ पाठ्यपुस्तक छ भने त्यो बिक्री वितरण गर्ने मान्छेलाई चाहिँ नियमअनुसार ऐन नियमअनुसार कारबाही हुन्छ। र अर्को कुरा स्वीकृत पाइसकेपछि पनि यदि त्यो चाहिँ मापदण्डभन्दा विपरीत छ अथवा यहाँ पाठ्यक्रम विकास केन्द्रले चाहिँ जुन मूल्याङ्कन गरेको छ त्योभन्दा फरक पारेर कसैले चाहिँ यदि प्रिन्ट गरेको छ भने पनि त्यो पनि त्यसमा नै कारबाही हुन्छ र त्यस्तो चाहिँ स्वीकृति हामीले रद्द गर्छौँ र त्यस्तो चाहिँ प्रकाशकलाई हामीले चाहिँ 2 वर्षसम्म पनि फेरि चाहिँ त्यो पुस्तक यहाँ स्वीकृति दिन हामीले रोक्छौँ। भनेको मतलब मापदण्ड विपरीत पुस्तक प्रकाशन गरेको पाइएमा त्यसको स्वीकृति रद्द हुन्छ र उसले 2 वर्षसम्म पनि फेरि चाहिँ यहाँ चाहिँ त्यो प्रकाशनको स्वीकृति पाउँदैन। त्यो व्यवस्था छ। र अर्को चाहिँ गुणस्तर पनि तोकिएको भन्दा चाहिँ कम हुनु हुँदैन। त्यो चाहिँ एउटा कुरा। अर्को कुरा मूल्य मापदण्ड पनि त्यो पेज अनुसार चाहिँ त्यो मापदण्डभन्दा चाहिँ यदि घटी बढी अथवा त्यो छ भने त्यो पनि सजायको भागीदार हुन्छ। त्यसले गर्दा यी कुराहरू चाहिँ कार्यान्वयन गर्नुपर्ने हुन्छ र विद्यालयहरूले पनि चाहिँ त्यो पाठ्यपुस्तकहरू चाहिँ गर्दाखेरिमा चाहिँ
यी सबै कुराहरूलाई चाहिँ हेर्नुपर्छ। स्वीकृत चाहिँ हो कि होइन, पहिलो कुरा चाहिँ हामीले अहिले क्युआर कोड सिस्टम लागू गरिरहेको छौँ र त्यो किताबको पछाडिपट्टि चाहिँ क्युआर कोड हुन्छ र त्यो क्युआर कोड स्क्यान गर्ने बित्तिकै त्यो चाहिँ त्यो किताब चाहिँ कहिलेसम्मको निम्ति स्वीकृति दिएको, जेनरली यहाँ पाठ्यक्रम विकास केन्द्र 3 वर्षको लागि स्वीकृति हुन्छ र त्यो चाहिँ जस्तै 79मा उसले चाहिँ स्वीकृति ल्याएको छ, 81, 82, 83 हुने भयो, 80, 81, 82 हुन्छ। जस्तै 82मा लिएको छ भने 82, 83, 84 यसरी चाहिँ 3 वर्षको लागि हुन्छ र त्यो स्वीकृत अवधि छ कि छैन भन्ने कुरा चाहिँ त्यो पाठ्यपुस्तक चाहिँ लगाउने विद्यालयहरूले अथवा प्रधानाध्यापकहरूले चाहिँ त्यो हेर्नुपर्ने हुन्छ। त्यो हामीले हाम्रो मापदण्ड जुन बनाउँछौँ पाठ्यक्रम विकासका सन्दर्भमा अथवा भन्दा पाठ्यक्रम प्रकाशनका सन्दर्भमा जुन प्रकारको मापदण्ड बनाउँछौँ, त्यो मापदण्डमा कुनै पनि एउटा चिज त्यसको पुगेन भने पनि रद्द हुन्छ यसको स्वीकृति? यस्तो हुन्छ, त्यो के हुन्छ भने पहिला चाहिँ कुनै पनि प्रकाशकले चाहिँ प्रकाशन गर्नुभन्दा अगाडि पाण्डुलिपि यहाँ बुझाउनुपर्छ र बुझाइसकेपछि हाम्रो यहाँ चाहिँ विज्ञहरू एउटा पुस्तक चाहिँ 3 जना विज्ञले हेर्नुहुन्छ र विज्ञले चाहिँ त्यो प्रकाशन गर्नुभन्दा अगाडि चाहिँ यो हटाउने अथवा यो राख्ने भनेर सबै सुझावहरू दिनुहुन्छ। अनि त्यसपछि चाहिँ समिति हुन्छ त्यहाँ र त्यो समितिले चाहिँ निर्णय गर्छ र त्यसपछि चाहिँ त्यो अनुमति पाइसकेपछि अनि उहाँले प्रकाशन गर्नुहुन्छ र प्रकाशन गर्ने क्रममा चाहिँ त्यो दिएको चाहिँ सुझाव विपरीत अथवा त्यहाँ चाहिँ अर्कै खालको प्रकाशन गर्न चाहिँ पाइँदैन। त्यो जस्तो निम्ति स्वीकृति दिएको जति पेजको पेज पनि एक पेज पनि त्यो फरक पार्न पाइँदैन। भनेको मतलब जति पेजको लागि स्वीकृति भएको छ त्योभन्दा बढी पेज पाइयो भने कारबाही हुन्छ। त्यसपछि जस्तै अब विद्यालयको बारेमा पनि कुरा गर्नुभयो, विद्यालयले पनि यो विषयमा सचेत हुनुपर्छ होइन? विद्यालयले पनि त्यो चाहिँ किताबको गुणस्तर हेर्नुपर्छ। प्रकाशन अहिले त धेरै प्रकाशकहरूले चाहिँ प्रकाशन गरिरहेको हुन्छ र चाहिँ सकेसम्म चाहिँ राम्रो गुणस्तर भएको चाहिँ सन्दर्भ सामग्री नै प्रयोग गर्दा चाहिँ राम्रो हुन्छ। एउटा कुरा मैले हजुरको कलरको सन्दर्भमा कुराकानी गर्दैछु, किताबमा कलरको पनि तपाईँको चाहिँ मापदण्ड अनुसार नै हुन्छ होला होइन? स्वीकृत गर्ने सन्दर्भमा जस्तै कि जुन कुरा स्वीकृत भएको छ त्योभन्दा बढी कलर पाइयो भने पनि कारबाही हुन्छ होइन? त्यो चाहिँ त्यही अनुसारको मूल्य हुन्छ। त्यो कलरभन्दा फरक खालको मूल्य राख्यो भने त्यो पनि कारबाही हुन्छ, त्यो चाहिँ फिक्स हुन्छ।